अहिले यहाँ मात्रै फेरि घन्टी भनेर हुँदैन नि कस्तो खानु घन्टीमा भोट हाल्छु भनेर थ्याङ्क यू यो अलि राम्रोसँग लगाइदिनु त केटी चाहिँ कसले लाउँदै लाउँदैन हामीलाई यो घालका थ्याङ्क यू ल यस्तो छ यहाँ काठमाडौँको विशेष होली पहाड होली अब भोलि तराई हो नि होला यो जाऊ ल हामी दुईजना मात्रै होला सायद दुईजना मात्रै छ भने कोही छैन यार कहिले कता घुमिरहेछ यार यस्तो छ अवस्था खतरा डेन्जर भइरहेछ यहाँ सबैको मुहार मात्रै हैन मन पनि उमङ्गले छाएको छाएको छ सबैको मुखमा खुसियाली खुसियाली मनमा धेरै भोट केमा हाल्नुहुन्छ साँच्चै घन्टीमा नि हजुर पनि हो दिदी अहिले यहाँ मात्रै फेरि घन्टी भनेर हुँदैन नि कस्तो खानु घन्टीमा भोट हाल्छु भनेर कस्तो खानु दिदी घन्टीमा यस्तै गर्नु अनि बोल्नु खानु यस्तै ल दुईटाले खानुभयो कस्तोमा घन्टीमा भोट हाल्छु भनेर ल बधाई छ हामी पनि घन्टीका समर्थक पुरो त मिलिहाल्छ नि हाम्रो अरे अब जानुपर्छ रोड्ने कि गाइजहरु यो घन्टीले चाहिँ मेजोरिटी ल्याउनु पर्यो जित्नु पर्यो 108 सिट टोटल टङ हान्नु पर्यो अब सरकार बन्नु भएन यस्तो छ पुरा माहौल तातेर बसन्तपुरदेखि सब आइसक्यो तर बसन्तपुरमा छिन्नै सकिन्न होला बसन्तपुरमा त धेरै बिर्छ लास्ट छ होला फेरि त्यहाँ गाह्रो भएर के गर्ने आफूलाई कसरी नहुने भन्ने माहौल छ तर मजा त मजा आयो काठमाडौँमा त ए सर मिडियाका साथीहरू पनि हुनुहुन्छ यहाँनिर यहाँ कुन चाहिँ मिडिया खोइ कुनै थाहा नै छैन ओ सर होले घन्टीमा दिदी भोट केमा हाल्नुहुन्छ ल हजुरलाई पनि राम्रै छ उहाँ माटोमा हाल्ने घन्टी 18 गते होली 21 गते चुनाव 21 गते बाई होली नो होली ओन्ली भोट बाई ओली छौँ हामी विशाल बजारको गेटमा साली गेटमा आइसकेको छ यहाँ चाहिँ बत्त चाहिँ विशाल बजारमा खासै त्यति मान्छे चाहिँ छैनन् गाह्रो हुने भने चाहिँ अब गाह्रो हुन्छ हामीलाई यहाँदेखि भएका मान्छेहरू पनि पुरी प्रस्थान गरिसक्नु भएको छ यति बेला नेपाली मात्रै होइन विदेशबाट आउने सार्वजनिकका आमा मान्छेको त पुरा भिडभाड भएर भित्र जानै सकिरहेको छैनन् नेपाली कल्चरहरू मानिराख्नु भएको छ होलीमा झुमिराख्नु भएको छ यति बेला हामीले विविध देशका पर्यटकहरूसँग एकदम मजा आयो ल हामीले बसन्तपुरमा हालिसकेका छौँ बसन्तपुर हामीले गेटमा पुगिसकेका छौँ अहिले त अफर रहेछ फेरि 100 मा 10 आइसक्यो 100 मा 5 वटा थियो कतै 100 मा 4 वटा पनि थियो यहाँ चाहिँ 100 को 10 वटा आइसक्यो अफरमा कसलाई छोपेर ल कसलाई के भएछ फेरि के भएको बोर्दा के भएको त्यो उता गएको ल कसलाई चाहिँ दरो चुटी हालेछ अब के गर्नु मामा अब यस्तो यो बोधर हामीलाई पनि लगाइदिनु है थोरै केटीलाई मात्रै लाउने नगर हामी जस्तो केटालाई पनि दया माया गर्नु केटी चाहिँ कसले लाउँदै लाउँदैन हामीलाई फेरि ल धन्यवाद बोधर कोही छैन हामीलाई केटीहरू त लगाइदिने केटाले लगाइदिए पनि हामी खुसी छौँ फेरि सबै मास्तिर मात्रै जान्छ हामी चाहिँ तलतिर जानु लाग्छ के हो फेरि हामी हाम्रो टाइममा व्यवस्था गर्नु भनेको
ल यस्तो बवाल गोठेमा दिदीहरू अल्छ अलि राम्रो देखिएला साथीले चाहिँ लगाइदिएको थियो न अन्नन केटाहरूले चाहिँ लगाइदिएको थियो अब भित्र जाने भन्ने कुरा त लास्ट गाह्रो हुने भयो यहाँदेखि चाहिँ यत्रो छ क्या क्राउड फेरि बस्नु के हनुमान ढोकामा होइन यो चाहिँ बसन्तपुर दरबार क्षेत्र दरबार हनुमान त्यही हो बसन्तपुर दरबार क्षेत्रमा तपाईँहरूलाई स्वागत छ यहाँको भिड हेर्नुहोस् तपाईँहरू ल ब्रदर हामीलाई पनि लगाइदिनु त ल ल हेर होइन हामीले किन्नै पर्दैन कि के किन्नु रहन्छ नि धेरै हामीलाई पनि लगाइदिनु न है थ्याङ्क यू हो डरै डल्दै क्या मलाई टहिले फेरि के पो हुँदैछ म माथि फेरि यत्रो डर पेलिदिइराख्नु त त्यो ह्याप्पी होली दिदीहरू ह्याप्पी होली बहिनीहरू ल यस्तो बवाल मजा आइरहेछ होइन अब मजाको त पुरै छोड यहाँ पुरै फेस पनि अर्कै अर्कै भइसक्यो होला सिनै बवाल छ यहाँ त यहाँ देख्नुहुन्छ भिडियो यहाँ आउनुहुन्छ हाम्रो बहिनीहरू यहाँको सिनहरू तपाईँ देख्न सक्नुहुन्छ खुसीका साथ होली मनाइरहेको छ। खुसीका साथहरू होली दिदीबहिनीहरू यति बेला यस्तो अवस्था चाहिँ हामी त नकिनेर पनि हामीलाई मुख दल दिन्छ के अरे होइन सिस्टर हामीलाई लगाइदिनु है त हल्का हल्का थ्याङ्क यू यस्तो भइसक्यो ल हामीलाई दलदिएर यस्तो ज्वरो बनाइदिएछन् होइन अनि हामी त फ्रीमा लगाउँदै हिँड्दै गर्ने हो क्या फेरि किन्ने होइन फेरि कसले भिखारी होला त्यो चाहिँ होइन फेरि ल हामीसँग पनि छ फेरि पैसा नभएको चाहिँ होइन पैसा नआउने होइन पैसा नभएको चाहिँ होइन ल पुरा प्रशस्त त फेरि यहाँ पनि भन्छु ल म चाहिँ अनि यहाँ चाहिँ नभनौँ होइन म अर्को ठाउँमा चाहिँ गएर भन्छु ल यहाँ अर्को ठाउँमा गएर चाहिँ मलाई टिका लगाइदिनु भन्छु कसलाई चाहिँ भन्ने होला फेरि अब एउटा दामी मान्छेलाई भेटेर चाहिँ म भनिदिन्छु ल टिका लगाइदिनु भनेर यस्तो डर छ मलाई नि लगाइदिनु न टिका है ल थ्याङ्क यू जस्तो हुन्छ पुरा मुख बिगा पुरै लाउँछु क्या म जहाँ छ जसले जसले लगाउँछ सिस्टर हजुर पनि लगाइदिनु न है लगाइदिनु न है मेरो थ्याङ्क यू एउटालाई छोड्दिनँ मैले चाहिँ आज त सब हेलो एउटालाई छोड्दिनँ ए नारा चाहिँ बवाल लागिरहेछ है नारा अंकल भोट केमा मामा भइ लाग्दा केटाहरु देखे भाइ ल यहाँ डान्स बवाल चलिरहेको छ होइन यो त के हुँदैछ यहाँ भुइँमा चाहिँ दह्रो पेलिरहेको थियो मेरो अवस्था यस्तो छ ल मलाई पनि टिका लगाइदिनु त थोरै लगाएर मात्रै हुन्छ भने त्यही त नि टिका लगाइदिनु पर्यो नि टिका छ लगाइदिनु न है थोरै टिका लगाइदिनु न थ्याङ्क यू यो अलि राम्रोसँग लगाइदिनु त
थ्याङ्क यू ल उहाँहरू हुनुहुन्छ होइन यहाँ चाहिँ के अरे सेवा छ छैन सिङ्गल हिँड्नुको मजा बेग्लै छ क्या फेरि यहाँ चाहिँ हेलो ह्याप्पी होली सेम टु यु थ्याङ्क यू नानीहरू लगाएको क्या फेरि यसरी झापड नानी है झापड खान ढल्ला नि मान्छे पुग्लकै होला यहाँ यस्तो छ क्या पुरै खतरा भइसक्यो आमा के भन्ने यार अब त